आउने थालीमा समात्नु आउनु हो सरले दुईटा ठाउँ राखिदिन्छ हैन हैन मेरो माथि अघि पनि भनेको मेरोमा पनि लाउँदिन त एउटा दुईटा आइ भयो लाग्छ मैले चाहिँ के सोचे भने हामीलाई चाहिँ लगाइदिइहाल्छ न उनलाई चाहिँ उले सेतो लगाइदिन्छ बाबाले पनि थपिदियो के भइहाल्छ उले पनि त लगाइदिनु पर्यो नि त बिचरा होइन उले सेतो लगाएर सेतो लगाउनु पर्छ उले पनि यतिका लाउनु पर्छ नेप्रेले पारो दिया भने सोरो बाइक मेरो त बाबाले चान्स दिएन हो होइन नि सर्बल बाइकट हो नि हुँदैन नि भगवान बाबै बाइकट हो त फेरि सात बाइकट नपाएर छैन मुकेश थियो भने सरले बाबा बाइकट पार्वती दिदी र मुकेश एडुदाखेरि फेरि भएन त बाबै बाइकट फेरि हेरे बोलाउने चाहिँ बाबा एकजना दिदी एडु भयो बोलाउने चाहिँ बाबा बाबै बाइकट पाउँदिन नि त फेरि पोर परा बाबाले रमाइलो भयो हो कोक चाहिँ कति रमाइलो थियो बाउनीमा भन्नाले मलाई फोन गरेर क्या त्यति बेला हातमै पड्काइदिने अहिले पड्काउने मामा भनेर किचनमा हालि ढाङढुङ किचनमा पड्काइदिने हैन यस्तो भयो क्या फोन गरे हैन मामा काई पुग्नु हो म काई पुगे मामा आउँदा पड्काइदिनु है यहाँ भने म त के त गइदिएको फेरि मुखे लाउँदै होला घरन्दा यता हैन मैले 500 को दिएको थिए हैन यसले को दिएको थियो सबको दियो भने पैसा सबै दिए क्या त्यो दोकानदारले यति सबै कति पड्किने भने त भान्जाले कान्छो भान्जाले कान्छो चाहिँ त्यस्तो कान्छोले चाहिँ ठुलो के भन्छ सबै 1000 रुपैयाँ 1200 थमार हैन यो सबैको पड्काइदिए मलाई बाबा आन्टीको के अरे त्यसको नाम बाबा कान्छोको अनि बाबाको दिएको खाले अनि 500 रुपैयाँ दिए बाबालाई राखिदिएर छैन जेठा पनि यसैमा थप्नु दियरको छोरा पनि गयो भान्जालाई हामीले 500 दियौँ उसलाई दियरको छोरालाई अब बिचारा पनि थियो अनि 100 कति के 400 रुपैयाँमा 100 पुगेन नि 400 रुपैयाँ त्यहाँतिरबाट मलाई आइफोन 100 रुपैयाँ पुग्दाखेरि मलाई चाहिँ 500 पुगेन 500 दिनको सबैलाई यहाँ रङ सुकिहाल्छ अनि सुत्छ क्या सेतो सुत्दैन दिदी लगाइसक्यो यसको यताबाट